मेरो शिवजीको फोन आएको साथीहरु यस्तै छ गाउँले Hello everyone, welcome back to my YouTube channel. र आज चाहिँ हामी चाहिँ हैन चटपटे खान आटेको र आज चाहिँ च्यालेन्ज चाहिँ हैन तर चटपटे खान चटपटे र करेन्ट खान आटेको र यहाँ चाहिँ करेन्ट 2x स्पाइसी खान आटेको करेन्ट यो चाहिँ यो भन्दा चाहिँ रेड भन्दाखेरि चाहिँ अलिकति पिरो हुन्छ डर लाग्दैन पिरो हुन्छ यो चाहिँ अलिकति पिरो हुन्छ मसला खान्छ नै ब्ल्याक खानुपर्छ ल र यहाँ चाहिँ हुनुहुन्छ मेरो फुपू जम्ना फुपू मेरो आज भिडियोमा साथ दिने चाहिँ जम्ना फुपू हुनुहुन्छ र गंगा फुपू चाहिँ जाइसक्नु भयो उता गंगा फुपूले हेर्दै होला यो भिडियो हैन अब हामी तपाईलाई पुरा मनमा चाहिँ मिस गर्दैछौँ हो अब के गर्नु तपाई हुनुहुँदैन साथमा अहिले उता जानुभएको छ अब जम्ना गंगा फुपू चाहिँ अभिनीतलाई उतै पढाउने भयो नि त डन स्कुल नै अन्त त्यही भएर उता घरमै बस्नु हुँदैछ गंगा फुपूको घरमै अन्त जम्ना फुपू चाहिँ अहिले आउनु भएको छ हिजो आउनु भएको हिजो आएको भिडियो चाहिँ गरिन किनकि म अलिकति अल्छिनी छु त्यही भएर के हो र अरु त बिर्से हैन म अल्छिनी छु त्यही भएर बिमार भइराको थिएँ तर आज चाहिँ हामी गर्ने हो त्यो स्पाइसी करेन्ट खाने हो र अहिले चाहिँ हामी मुकबाङ हैन च्यालेन्ज हैन सक्छ है दुईजना सक्दिन हामी चाहिँ च्यालेन्ज पहिला हामीले ट्राई गरेको हैन तर त्यो भिडियो चाहिँ हामीले अपलोड गरिदाम किनकि हेर्न आएको थियो खानु नसकेर हो एकछिन अहिले हालौँ म कोक हैन र त्यसमा अलिक असमा हैन म उयसमा हालौँ म यो ग्लासमा केसमा लामोमा ल पिउनको लागि कोक छ पिउदिन भन्दा भन्दै पिलायो साथीले म छु भनी भरोसा दिलायो साथीले मेरो साथीहरुले मलाई भरोसा दिलायो हजार कति बज्यो 3 3 बज्नु होला मोमो बनाउनुपर्छ आज त मोमो तपाईहरुको आज अब भोलि चाहिँ आज यो सरी के भन्छ आज चाहिँ अब यो करेन्टको र उयसको हुन्छ हैन त्यो बाद चाहिँ के हुन्छ भन्नु त मोमोको पनि हाल्छु है बेलुका भ्लग बनाएर मोमो बनाएको पनि भ्लग बनाएर हाल्छु अनि तपाईहरुले आज दुईवटा हेर्नु पाउनुहुन्छ हाम्रो त्यो चटपटे र उसको के पो करेन्टको है मुकबाङ हुन्छ भरे बेलुका चाहिँ मोमोको र आज चाहिँ हामी गिलो चटपटे खाना टेक्छौँ साथीहरु र यहाँ चाहिँ हाम्रो गिलो चटपटेको सस मेरो सामान है यहाँ चाहिँ सामान आज त हाम्रो जम्ना फुपूकोबाट ट्रिट हुँदैछ के भन्न चाहनुहुन्छ के भन्नु भन्नु पर्यो त के भन्नु बाबु आज अब पिछेहरु कराक छिन्नु थियो जम्ना फुपूले आज ट्रिट दिनु हुँदैछ हो किनकि अब गिलो चटपटे खाने भनेर जम्ना फुपूले अब मेरो युट्युब च्यानलको ग्रोथ होस् भनेर चाहिँ बिचाराले आफ्नो पैसा हाली मलाई यहाँ उयो गर्दैछ मोटिभेट गर्दैछ अब यसमा चाहिँ म पनि मोटिभेट हुनु पर्यो त्यसो चाहिँ नभन्नै के त्यस्तो चाहिँ तैले आफैले बनाएको भन्नुपर्छ नि कहाँ हो जे हो त्यही भन्नु पर्यो नि अब जे सच हो त्यही हो सच के सिवाय कोही छैन र यहाँ चाहिँ एकदम सस्तै अब सेलाउनु पर्यो बेसी तातो पनि मिठो हुँदैन भाइ आलु उसिन्नु लागि बसाइराख्छु र यहाँ चाहिँ हाम्रो छ चुला छ अन्त यस्तै हो अब गाउँघरमा हैन अब तपाईहरुकोमा अब गाउँघरमा यस्तै होला चुलामै अब आजकलको जमानामा त्यस्तो चुला त चलाउँदैन मान्छेहरूले अब कतिजना त अब मोडर्न भइसकेको छ यो केटीले मलाई फेरि गाउँ हो नि त हैन गाउँमा त चलाउँछ ग्यास त मात्रै चलाउँदैन दाउरा नभई हुँदैन हैन दाउरा त बाल्नै बाल्छ अब हाम्रो र साथीहरु हैन अब चाहिँ म तोरी भुट्दैछु पर्खिने आएर क्यामेरामा यहाँ तोरी एकदम मजाले भुट्दैछु हैन अहिले अलिकति तावा हालिसकेन तावा तातिन अलिकति उयो छ र अहिले चाहिँ हामीले यहाँ हालिसक्यौं झालमुरीको लागि सबै सामग्रीहरु हुन्छ त्यति भयो अन्त यहाँ चाहिँ हाम्रो सस चाहिँ सेलाउँदैछौँ किनकि अहिले तातो सस मिठो हुँदैन अनि त्यो भएर हुन्छ र चाहिँ अहिले यस्तो हुँदैछ यहाँ चाहिँ फिलहाल अहिले यस्तो चाहिँ मेस्ड अफ भइराख्छ सबै कुराहरू साथीहरु यस्तै छ गाउँले थोरी यो चाहिँ अलिकति र साथीहरु यसमा चाहिँ सस चाहिँ म मिक्स गर्दैछु किनकि यो बबल्स आउनु दिनु हुँदैन नि त्यसमा अन्त सबै यसरी प्रेस गरेर
झालमुरी भन्दाखेरि चाहिँ गिलो चटपटे नै मिठो लाग्छ आजकल चाहिँ नत्र त पहिलानिर त उयो खान्थ्यौँ अब जति उयो गर्यो होइन त्यति राम्रो हो नि त जति उयो गर्यो पानी हाल्न हो स्क्विज 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 र साथीहरू मेरो चाहिँ हात यहाँ पोल्यो ट्याम्मै स्टिलको उयोले टप्पै तातोमा करेन्ट बनाएको त्यो पोल्यो पोलोस् र साथीहरू होइन हामीले चाहिँ रेडी गरिसक्यौँ यहाँ चाहिँ छ हाम्रो चटपटे मिठो भएछ यो चाहिँ छ हाम्रो गिलो चटपटे र यहाँ चाहिँ छ करेन्ट अन्त जम्नाफु आइसक्नु भयो अन्त यता अर्छ होइन अर्छ यहाँ हाल्नु र अट्ने रहेछ अलिकति कोक चाहिँ साइडमा राखौँ होला यता राखौँ ल है खै करेन्ट कोक अहिले अनुहारमा आउँछ नि त फेरि यो चाहिँ छ जम्नाफुले चाहिँ बेसी पिरो खानु हुँदैन भनेर कम्ती पिरो लगाइदिएको छु तिरिक्यो मसला खाइछ र मैले चाहिँ यहाँ 2टा मसला हालेको छु करेन्टको र यहाँ चाहिँ छ एक्स्ट्रा पनि लिएको छु यदि मलाई चाहियो भने मैले यो एक्स्ट्रा हिजो खाएको थिएँ र त्यसको एक्स्ट्रा छ र अब चाहिँ हामी खानु स्टार्ट गरेको हुन्छ र केबाट स्टार्ट गरेको करेन्टबाट करेन्ट खानुपर्छ मलाई चाहिँ अलिकति साथी हो चपस्टिक चलाउनु त्यस्तो आउँदैन तर पनि अब त्यस्तो पर्फेक्ट छुइनँ अब कतिजनाले कस्तो जज पनि गर्नु सक्नुहुन्छ होला कसरी खाएको भनेर तर कस्तो थुकाइसक्यो आम्बो होइन कस्तो मेरो यसो गर्नु त यसो गर्नु त थम्नेलको लागि लु तपाईँको उयो हो नि त हेर्नु तपाईँ मेरो कलर हेर्नु न ल फर्स्ट बाइट है फर्स्ट बाइट भनेर झरे पो त धेरै बाइट त गर्नु सक्दिनँ तर पनि ला त्यति उयो भएन सही पिरो भएन सालिदिनु मसला लेख्छु मैले होइन म खान्छु तँ त बानी रहेछस् नि त सक्दिनँ खानु कस्तो मिठो भएछ करेन्ट चटपटे लभ झालमुरी हुन्छ परमै हुन्छ है त्यो पिरो हालेको छैन है पिरो भएको ठिकै छ राम्रो भएछ गिलो चटपटे उता नेपालतिर पाउँदा जस्तो भएछ मिठो भयो म त झालमुरी मन पर्दैन त चटपटे बनाउँछु गिलो है अब त्यसमा उयो भएन के भन्छ के काँक्रा काँक्रा थिएन नि त त्यहाँ दोकानमा माथि अघिको क्या म त यो फेरि थप्छु होला चटपटे छ होइन कति बज्यो अलिक पिरो खाए भएर मात्रै खानु पऱ्यो कोक चाहिँ मेरो 3 प्याकेट हो नि त कोकले गर्दा कपडा बिग्रियो मेरो टिसुम लिएर आएको भए पनि थियो त है म लिएर आउँछु ल ल छ पिरो हुन थाल्यो मलाई त
भयो यहाँ राख्न छेउमा यहाँ बेसी बिरो हो तर भएको अलिक अस्ति त हामीले कम्पिटिसन गरेको थियौँ नि त अन्त स्पिड त्यो पनि कतिवटा पो 8वटा त्यति बेला त भक्क भयो नि त त्यो दुईटाले ठिकै भयो नि त म त 3 दिन जति भइसक्यो खाना नखाएको कस्तो भयो मिठो भयो बाजीलाई पनि दियो मैले पनि खाइने खानु नि अन्त अलिक भयो बुझ्नु डर लाग्छ नि भुँडी दुख्छ खुर्सानी लास्टमा अलिकति पर्खे यसमा हाल्छु ल तिर्कै भुँडी दुख्छ त नभए डर लाग्छ नि त पिरो खानु मिठो छ है त्यो मिठो भएछ नि खानु है बाजेले पनि खायो मन परायो बाजेले यो बिर्को दिन्छ फाइनली सक्यो म अब यो खान्छु चटपटे डरलाग्छ र भर्खर मेरो कल लाग्थ्यो कि अनि त्यति बेलासम्म जम्न फुटेर खाइसक्यो मैले सक्नु आँटे हेर्नुहोस् यहाँ अल्टो नम्बर राख्यो मेरो शिवजीको फोन आएको बॉयफ्रेंड नहीं पागल औरत तुझे अक्ल है तू क्या बोल रही है चुप चुप हो जा 7वीं फेल चुप एक शब्द नहीं बोलेगी बॉयफ्रेंड नहीं बॉयफ्रेंड नहीं अस्ति शिवरात्रिमा शिवजीमा आएको थियो अन्त शिवजीले नै फोन गर्यो कि मैले बेसी हालेको थियो करेन्ट पापु किराले त म सक्नु छ देखाउँ त सबै सक्दैन बस्नु मेरो स्टिल फुल छ वक त्यति छ त्यो पनि थपेको होइन न थपेको हेरेर खोर्सानी के हान्नु यी डल्ले मिठो लाग्यो म त कालो त कालो मिठो लाग्यो म चाहिँ कालोको स्मेल मन पर्दैन यसको साह्रो नै है अब मेरो कोक छ खानु पर्ने अभिनेशको ड्रइङ र साथीहरू हाम्रो इच्छा के भन्नुहुन्छ किन भाग्नु भएको इच्छा कि चाहिँ के बिमार भयो र त्यो मेरो भिडियो चाहिँ लाइक गरिदिनुहोस् होइन यति नै हो अब नेक्स्ट टाइम भेटौँ ल नमोरी बाचे दैबली साचे फेरि भेटौँला